सबैलाई नमस्ते टसिदेलेक म जोडिन गुरुङ धर्म सम्बन्धित कुरा भाग 4 मा तपाईहरु सबैलाई स्वागत गर्दछु र आजको यस भिडियोमा म परिक्रमा गर्नु अथवा कोरा सम्बन्धित हामी कोरा गर्छौं नि हजुर कोरा सम्बन्धित केही कुराहरु भन्ने प्रयास गर्नेछु कृपया धैर्य गरेर भिडियोको अन्तिमसम्म हेरिदिनु होला। कोरा गर्ने बेला विशेष गरी ध्यान दिनुपर्ने 6 वटा कुराहरु छन्। कोरा गर्दा दायाँबाट गर्नुको कारण, कोरा कतिपल्ट गर्ने, कोरा गर्दा के पढ्ने, कोरा गर्दा कस्तो सोच लिने, कोरा गर्दा दिन राम्रो नराम्रो हेर्नुपर्छ कि पर्दैन, कोरा गर्दा अरूसँग कुराकानी गर्नु हुन्छ कि हुँदैन। पहिलो कुरा, कोरा गर्दा दायाँबाट गर्नुको कारण के हो त भन्दा महान विद्वान शान्तिदेवले भन्नुभएको छ, हामीले सधैँ अरूलाई आफ्नो हातले इशारा गर्छौं नि, हजुर हामीले सधैँ अरूलाई हातले इशारा गर्ने बेला आफ्नो दायाँ हातले इशारा गर्नु भन्नुभएको छ। र सांसारिक सम्मेलन यानी सांसारिक विचारमा पनि दायाँबाट गरिने कामहरुलाई राम्रो र उचित मानिन्छ। र हामीले कोरा गर्ने व्यक्ति अथवा कोरा गर्ने ठाउँलाई उचित मानी त्यसलाई टाढा अथवा एकतर्फबाट मात्र नभइकन त्यसलाई दायाँबाट कोरा गरेर पुरै दर्शन गरेर चाहिँ अनि प्रार्थना गर्नुपर्छ है। त्यसैले दायाँबाट कोरा गर्नु भन्नुभएको। दोस्रो कुरा, कोरा कतिपल्ट गर्ने त भन्दा हुन त हामीले कोरा जति धेरै गर्न सक्यौं उति नै राम्रो हो। भए तापनि तर आफूलाई समय पाएको बेला अथवा बिहान बेलुकी समय निकालेर आफूले कोरा गर्दा सकेसम्म 3 पल्ट कोरा गर्न सक्यौं भने असाध्यै राम्रो। तेस्रो कुरा, कोरा गर्ने बेलामा के पढ्ने त भन्दा पुस्तकहरुमा लेखे अनुसार यो लामो मन्त्र पढ्नु भयो भने हामीले गरेको कोराहरु थपिदै जान्छ भन्नुभएको छ। र त्यो मन्त्र के हो त भन्दा नमो भगवते रत्न केतु राजाय तथागताय अर्हते सम्यक्सम बुद्धाय तियाथ ओम रत्ने रत्ने महारत्ने विजय सोहा। सक्नुहुन्छ भने यो मन्त्रलाई आफ्नो मनमा हालिकन चाहिँ कोरा गर्ने बेला यो पढ्दै कोरा गर्नुभयो भने असाध्यै राम्रो हुन्छ। नभए शरण गमनको पाठ पढ्नु भए पनि हुन्छ है। सांगे छेदा छोके छोग्नामला चाङछो बार्दो धाग्ने क्याप्सु छे दागे चिन्सो खेपे सनम के टोला फेन्चेर सांगे टोपर शोक। र यदि आफूलाई त्यो लामो मन्त्र नभए शरण गमनको यो पाठहरु पढ्न आउँदैन भने पनि हामीले ओम मानी पेमे हुँ, हजुर ओम मानी पेमे हुँ यो मानी जप गर्दै कोरा गर्नु भए पनि एउटै हो है, केही फरक पर्दैन हैन। त्यसैले हामीले कोरा गर्ने बेलामा मानीहरु जप गर्दै कोरा गर्नु भयो भने एकदमै राम्रो। चौथो कुरा, कोरा गर्ने बेलामा सोच कस्तो लिने भन्ने। र मैले मेरो अगाडिको भिडियोहरुमा भने चाहिँ हामीले धर्मको काम यानी पुण्यको काम जे जस्तो गरे पनि आफ्नो मन आफ्नो सोच भने कस्तो हुनुपर्छ भन्दा सधैँ सबैको भलाइ सोच्ने, सबैको राम्रो सोच्ने, सबैको दुःख मेटुन् भन्ने सोच्ने र सबैले सोचेको प्राप्त होस्, सबैले बुद्धत्व प्राप्त गरोस् भन्ने त्यस्तो सोच लिएर कोरा गर्नु भनेको एकदमै आवश्यक छ है। पाँचौं कुरा यानी कोरा गर्ने बेला दिन राम्रो हेर्नु पर्छ कि पर्दैन। मैले धर्म सम्बन्धित कुरा भाग 1
यानि सानो काम ठुलो पुण्यमा भने चाहिँ औँसी पूर्णिमा बुद्धका उत्सवका दिन यानि बुद्धका महत्त्वपूर्ण दिनहरूमा धर्म गर्नुभयो भने धेरैभन्दा धेरै पुण्य कमाउन सक्नुहुन्छ। त्यसैले त्यो उत्सवका दिनहरूमा हामीले सकेसम्म धेरैभन्दा धेरै कोरा गर्न सक्यौँ भने असाध्यै राम्रो। हुन त कुनै कुनै धर्मका कामहरू ग्रह र ताराहरू मिल्ने र नमिल्ने हेरिकन दिन राम्रो नराम्रो हेरिन्छ हैन। तर हामीले आफ्नो दैनिक खाना यानि दैनिक खाने दाल भातहरू हैन, अब ग्रह र ताराहरू नराम्रो छ भनेर खाना खान त छाड्दैनौँ नि, हामीले खाना खान त रोक्दैनौँ नि हैन। त्यसै गरी हामीले दैनिक हिसाबमा धर्मका कामहरू पनि नरोकिकन दैनिक हिसाबमा धर्मका कार्यहरू गर्नु एकदमै जरुरी छ। छैठौँ यानि अन्तिममा सबैभन्दा आवश्यक कुरा गर्न चाहन्छु, कोरा गर्ने बेलामा अरूसँग कुराकानी गर्नुहुन्छ कि हुँदैन, यो चाहिँ एकदमै आवश्यक हो। कोरा गर्दा सकेसम्म अरूसँग कुरै नगरौँ है त। कोरा गर्दा सकेसम्म अरूसँग कुरै नगरौँ। कोरा गर्ने बेलामा आफ्नो मनलाई सम्हालेर ध्यान दिएर कोरा गर्नु एकदम जरुरी छ। विशेष गरी कोरा गर्ने बेलामा व्यर्थका कुरा यानि बेकारका गफहरू पटक्कै नगरौँ। त्यसमाथि अरूको कुरा काट्ने त झन् पटक्कै नगरौँ, किन भन्दा त्यो भनेको एकदमै ठुलो पाप हो है। अरूको कुरा काट्नु भनेको एकदम ठुलो पाप हो। त्यो माथि धर्मको काम यानि कोरा गर्ने बेलामा झन् अरूको कुरा काट्नु भनेको त एकदम ठुलो पाप र बेवकुफको काम हो है। त्यसैले किन भन्दा अरूको कुरा काट्नु भनेको के हुन्छ भन्दा त्यसले चाहिँ अरूको चित्त दुख्ने है, अनि धेरैलाई अशान्ति फैलाउँछ। त्यसकारण धर्मको काम यानि कोरा गर्दा हामीले अरूको कुरा काट्ने र व्यर्थको कुराहरू पटक्कै नगरौँ। हुन त हामीले दैनिक हिसाबमै राम्रो काम गर्ने, राम्रो बोली वचन बोल्ने र राम्रो सोच लिने भनेको एकदमै आवश्यक हो। त्यसमाथि धर्मको काम गर्दा भने झन् आफ्नो बोली वचन र मनलाई एकदमै ध्यान पुर्याउनु जरुरी छ। किनभने कोरा गर्नु भनेको देख्दाखेरिमा धर्मको काम यानि पुण्यको काम गरेको जस्तो देखिन्छ हैन। तर ध्यान दिएनौँ भने के हुन्छ त भन्दा अब आज औँसीको दिन पूर्णिमाको दिन म गुम्बामा गएर कोरा गर्छु धर्म गर्छु भनेर गए तापनि अरूसँग भेटेर अरूसँग साथीहरूसँग मिलेर अरूको कुरा काट्ने, नमिठो बोल्ने, अरूको बारेमा नराम्रो सोच लिने, त्यस्तो गरेमा आफ्नो मनमा पनि एकदम अशान्ति ल्याउँछ है। र आफूले जति कोरा गरे पनि आफूलाई भने पानीको थोपा जतिको धर्म पनि आफूलाई पुण्य पनि कमाउन सक्नुहुन्न तपाईँले है त। त्यसमाथि झन् उल्टा कोरा गर्यो हैन, औँसी पूर्णिमाको दिन भनेर गुम्बामा कोरा त गर्नुभयो तपाईँले, तर कोरा गर्दाखेरि तपाईँको सोच तपाईँको बोली वचन भनेको अरूलाई नराम्रो हैन, अरूलाई फाइदा नहुने त्यस्तो गरेकोले चाहिँ तपाईँलाई झन् उल्टा झन् तपाईँलाई धेरैभन्दा धेरै पाप हुन्छ तपाईँलाई। यदि तपाईँले कोरा गर्ने बेलामा ध्यान दिएर हैन अरूको भलाइ सोच्ने है, अरूको भलाइ सोचेर मानी जप गर्ने, अरूको मद्दत गर्ने, अरूलाई दया माया देखाउने आदि गर्नुभयो भने देख्दाखेरि तपाईँले कोरा गरेको हैन एउटा धर्मको काम एउटा मात्र हैन, कोरा गरेको जस्तो मात्र देखे पनि आफ्नो शरीर है, शरीरबाट तपाईँले कोरा गर्नु भइरहेछ हैन, हिँडेर कोरा गर्नु भएको छ, बोली वचनबाट तपाईँले अरूसँग राम्रो बोल्नु भइरहेछ, नभए मानीहरू जप गर्नु भइरहेछ है। र मनमा तपाईँले अरूको भलाइ है, अरूको भलाइ अरूलाई मद्दत गर्ने मन है, अरूको अब अरूलाई राम्रो होस् भन्ने मन लिएको कारणले तपाईँलाई देख्दाखेरि एउटा धर्मको काम सानो भनौँ न एउटा कोरा गरेको जस्तो मात्र देखे पनि तपाईँलाई समुद्र चाहिँ गहिरो हैन, आकाश चाहिँ ठुलो तपाईँलाई धर्म यानि पुण्य प्राप्त हुनेछ। हुन त कोरा गर्नु त एउटै हो हैन, तर त्यसमा पनि तपाईँको बोली वचन र सोचले गर्दा चाहिँ तपाईँले
त्यो कोरा एउटा सानो एउटा कोरा गरेकोबाट तपाईँले सानो पुण्य कमाउने कि ठुलो पुण्य कमाउने कि ठुलो पाप कमाउने हो, त्यस्तोको फरक पर्छ। त्यसैले पुण्यको काम भनेको देख्दाखेरि जस्तो सुकै सानो या ठुलो भए पनि राम्रो र ठुलो मन लिनु एकदमै आवश्यक छ। ठुलो मन भनेको अब मनलाई ठुलो बनाउने भनेको साइजमा ठुलो बनाउने त्यस्तो त केही होइन होइन। मतलब आफूलाई मात्र नसोचिकन है, आफूलाई मात्र सोच्ने र आफ्नो दाजुभाइ दिदीबहिनी होइन, आफ्नो घर छिमेकी त्यस्तोलाई मात्र नसोचिकन सारा संसारका प्राणीहरू होइन, सबै जीवजन्तु प्राणीहरूलाई सोच्नु भनेको है त है। सबैलाई सोचेर एउटा धर्मको सानो काम गर्नुभयो भने पनि त्यो सोच ठुलो सोचले गर्दा, ठुलो मनले गर्दा चाहिँ तपाईँले ठुलोभन्दा ठुलो पुण्य कमाउन सक्नुहुन्छ है त। र त्यसो भन्दै आजको यो परिक्रमा गर्नु अथवा कोराको बारेमा भएको यो भिडियोलाई म यहीँ समाप्त गर्छु। आशा छ तपाईँहरूलाई केही कुरा बुझाउन सक्यौँ भनेर। र अर्को भिडियोमा म मानी गर्ने, मानीको बारेमा, हामी मानी गर्छौँ नि, मानी घुमाउँछौँ होइन, हजुर त्यसको बारेमा भन्ने प्रयास गर्नेछु। तबसम्मको लागि बिदा चाहन्छु। खुसी रहनु होला, हाँसिरहनु होला। धन्यवाद।